तपाईले काम गर्न सक्नु भएन, छोड्नु पर्यो नि त यो ठाउँ। अरु काम गर्न सक्ने मान्छे ठीक छ, त्यो पनि ठीक छ। सरकारले चाहन्छ भने मलाई त्यो कुनै समस्या छैन। म राजीनामा दिनु जनताको अगाडि, सरकार पुरै छैन तपाईको अगाडि। स्वैच्छिक राजीनामा दिनु मैले सकिन, मैले हात ठाडो पारे, म सकिन जनताको अगाडि रेगुलेट गर्न सकिन, मैले गाइडलाइन्स गर्न सकिन भनेर राजीनामा दिनुस् तपाई। नेपाल इराकको स्वैच्छिक राजीनामा दिनुस् तपाईले। कसरी राजीनामा दिनु भने अब के काम गर्न सकेन भने भन्नु पर्यो नि त भने। प्रदीप अधिकारी कस्तो व्यक्ति हो कता हो भन्नेतिर गएन हामी। यो प्रवृत्तिको विरुद्धको लडाई हो। तपाईले साथ दिनुस् हामीलाई। साथ नदिनु त मैले हरेक तपाईलाई साथ दिन्छु भनेको छु त। मिडियामा हेरेर कारबाही गर्न जाने कुरो होइन नि त। एउटा कुरा तपाईले भन्न खोजेको दर्ता तपाईको जनताले गर्नेको तपाईले रेगुलेट गर्ने हो। तपाईले यहाँ यस्तो तपाईले अगाडि सर्ने होला नि त। तपाईको नियामक निकाय अगाडि सर्ने होला नि त। तपाई कसरी सरिलो भन्नु मलाई भन्नु त। उले दिने टिकटमा उले म्याक्सिमम सिलिङ भन्दा बढी बेचेको छैन भने हामीलाई उले दिन्छ। ठीक छ, हामीले उसमा माग्दाखेरि अब जनताले दिनु पर्यो त प्रमाण त मलाई त। जस्तै भन्नु न के जवाब। अब जस्तो नेपाल एयरलाइन्स जहाज किन कम हो जवाब मैले कसरी दिन सक्छु त। भाडा दर तपाईको मेरो काम के भन्छ सरकारले घोषणा गरेको उच्चतम भाडा दर भन्दा बढी लिएको प्रमाण भयो भने चाहिँ छैन त। यो मैले बारबार आह्वान गरेको छु हामीले। सरकारले तपाईको प्रमाणित गरे भन्दा बढी भाडा दर उठाएको त्यो मलाई प्रमाण ल्याउनुस्, त्यो प्रमाण ल्याउनुस्। त्यो त हामीले चाहिँ के भन्छ दशैंमा हामीले विज्ञप्ति निकालेका छौँ। त्यो चाहिँ सार्वजनिक विज्ञप्ति के निकालेको छ भने सरकारले तोकेको अधिकतम भाडा दर भन्दा बढी लिएमा चाहिँ क्यानमा चाहिँ खबर गर्नु होला अथवा चाहिँ सम्बन्धित विमानस्थल खबर गर्नु होला। तपाईले रेगुलेट गर्ने हो। प्रत्येक जनताले जान्छ हैन। उले के गर्ने हो। तपाईले एयरलाइन्समा जानु न त। इस्युआको तपाईको टिकटिङ हेर्नुस्, त्यहीबाट थाहा भइहाल्छ। उले त किन राख्छ र। उले त म्याक्सिमम त तपाईको इस्युआको टिकटिङ हेर्नु न। तपाईले एकछिनमै जान्छ। त्यसमा छैन। त्यसमा सुन्नु न। अब तपाईले सुन्नु, तपाईले पहिला के थाहा पाउनु पर्यो भने म्याक्सिमम सिलिङ छ नि। म्याक्सिमम सिलिङ भन्दा बढी लिएको प्रमाण छ भने मलाई दिनुस्। कन्टिन्यू छ सर, कन्टिन्यू तपाईसँग सूचनाहरु आउँछ, सबै कुरा हुन्छ। हामी त मागेको छ ल्याउ भन्ने कुरा हुन्छ। त्यो चाहिँ तपाईहरुले कर्मचारीको अभाव भएको हो। तपाईहरुसँग कर्मचारीको अभाव भयो। ल त्यो अरु बेला 8000 परिरहेको टिकट त्यो 17000 देखि बढायो। त्यसको हाईएस्ट फेयर नै 17000 समथिङ हो। त्यो जिम्मेवारी भन्दा बाहिर गएर कुरा गर्दै हुनुहुन्छ। हैन, हाईएस्ट सिलिङ भन्दा बढी नेतृत्वमा यो चलेको छैन कि अर्कै हैन। चलेको कुरा बुझ्नु भने हाईएस्ट सिलिङ छ नि, त्यो भन्दा बढी मलाई अहिले दिनु त प्रमाण कुन एयरलाइन दिएको छ। अहिले भर्खर कारबाही गर्छु म। अब मैले हामीले त के नि हामीले दर्ता गर्नु पर्छ निवेदन कारबाही गर्नलाई त। सुन्नु न, मिडियामा हेरेर कारबाही गर्न जाने कुरो होइन नि त। एउटा कुरा तपाईले भन्न खोजेको दर्ता तपाईको जनताले गर्नेको तपाईँले रेगुलेट गर्ने हो। तपाईले यहाँ यस्तो तपाईले अगाडि सर्ने होला नि त। तपाईको नियामक निकाय अगाडि सर्ने होला नि त। तपाई कसरी सरिलो भन्नु मलाई भन्नु त। उले दिने टिकटमा उले म्याक्सिमम सिलिङ भन्दा बढी बेचेको छैन भने हामीलाई उले दिन्छ। ठीक छ, हामीले उसमा माग्दाखेरि अब जनताले दिनु पर्यो त प्रमाण त मलाई त। तपाईको कर्णाली र सुदूरपश्चिमको तपाईको दुर्गम क्षेत्रमा तपाई अहिले पनि हेरिराख्नु भएको छ। यो काठमाडौँको यो तपाईको सिनामंगलबाट नहेर्नुस्, त्यो ठाउँमा भूगोलबाट हेर्नुस् तपाईको यताबाट त्यो ठाउँमा के भइरहेको छ भने त्यो ठाउँमा एउटा जहाज चाहिँ अनिवार्य राख्नुपर्छ भने एउटा मात्रैले भ्याउँछ, एउटाले मात्रै हुन्छ। जहाजै छैन त के गर्ने त। अब प्राइभेट सेक्टरसँग पनि सम्बन्ध गर्नु पर्यो। प्राइभेट सेक्टरको जहाज बसिरहेको छ अहिले त। कहाँ नेपाली एयरलाइन्समा त बसिरहेको छ। प्राइभेट सेक्टरको जहाज बसिरहेको छ अहिले त। यो एउटा कुरा के बुझ्नु पर्यो भने एयरलाइन्स भनेर हामी फरक हो हैन। तपाई एयरलाइन घरिघरि भनिराख्नु भएको छ एयरलाइन्स फरक हो, एयरलाइन्स भन्दा फरक हो भनिराख्नु भएको छ। तपाई यहाँ एयरलाइन्स भन्दा तपाईको उड्डयन मन्त्रालय भन्दा भित्रको तपाई निकाय होइन अनि होइन। तपाई नेपाल एयरलाइन्स यहाँ भित्र पर्दैन। तपाईहरुको मतलब तपाईहरुको समन्वय हुँदैन। समन्वय भनेको सेफ्टी रेगुलेसनमा काम हुन्छ। तपाईको सेफ्टी रेगुलेसन गर्नुभयो अहिलेसम्म सेफ्टी रेगुलेसन हो। अब नगरेको भए त त्यो पेल्यो भने त्यही भन्ने त होला नि तपाईले। कति तपाईको जहाजहरु दुर्घटना भइरहेछ, तपाईको पाइलटहरुले दोष दिनुहुन्छ। निर्दोष पाइलटहरुलाई तपाईले दोष दिइराख्नु भएको छ। तपाईले मरिसकेको मान्छेले अनि यहाँबाट निकाम त्यो छानबिन समिति बन्छ। छानबिन समिति म हुन्न नि। सब टालटुल तपाईको सबै नाटक टालटुल। हजुरको यहाँबाट प्रतिनिधि जाँदैन। हाम्रोबाट हुँदैन नि। यहाँबाट प्रतिनिधि जाँदैन। हुँदैन। छानबिन समिति हुँदैन। हेर्नुस् है सरहरु, त्यो छानबिन समिति हुँदैन। कानुन त राख्नै मिल्दैन के। त्यो क्यानलाई नै उसले इन्भेस्टिगेट गर्ने भयो हुनाले छानबिन समिति हाम्रो मान्छे हुँदैन। जस्तै भन्नु न के जवाब। अब जस्तो नेपाल एयरलाइन्स जहाज किन कम हो जवाब मैले कसरी दिन सक्छु त। त्यो त म सक्दिनँ नि त। मेरो संस्था होइन नि त्यो त। सबै छ। तपाईले मलाई ल्याउनुस् कारबाही गर्छु भन्नु भएको छ। सुन्नुस् न, अब सुन्नुस् है। सौरी एयरलाइन्स अहिलेसम्म ग्राउन्डेड छ, जहाज उड्न पाएको छैन। सुन्नुस् है, कारबाही किन गर्नु सुन्नु न, कारबाही त्यही हो त। जहाज हुँदै जहाज उड्न नदिनु भने कारबाही होइन। अहिलेसम्म जहाज उड्न पाएको छैन। राख्नु भएको छ एउटा चाहिँ स्ट्यान्ड बाइ नेपाल गर्नु हैन। प्राइभेट सेक्टरलाई त गर्ने कुरा भयो नि त। उलाई ग्राउन्डेड पारेर राख्दाखेरि उलाई के गर्नु उहाँले नियम
तपाईँले रेगुलेट गर्नुपर्ने होला नि त। पब्लिक प्राइभेट सेक्टरलाई अगाडि सँगसँगै लाने भन्ने विषयवस्तुमा तपाईँहरूको कोअर्डिनेसनै मिल्दैन। तपाईँले सरकारी निकायहरूलाई मैले गर्न सक्ने काम गर्ने, मैले गर्न सक्ने काम क्वेसन गर्छु, मैले कसरी उत्तर दिउँ त भने? तर काम गर्न सक्नु तपाईँले काम गर्न सक्नु भएन, छोड्नु पर्यो नि त। एउटा अरू काम गर्न सक्ने मान्छे ठिक छ, त्यो पनि ठिक छ। सरकारले चाहन्छ भने मलाई त्यो कुनै समस्या छैन। म राजीनामा दिनु जनताको अगाडि, सरकार पुरै छैन तपाईँको अगाडि। स्वैच्छिक राजीनामा दिनु मैले सकिनँ, मैले हातठाडो पारेँ, म सकिनँ जनताको अगाडि रेगुलेट गर्न सकिनँ, मैले गाइडलाइन्स गर्न सकिनँ भनेर राजीनामा दिनुहोस् तपाईँ। नेपाल इराकको स्वैच्छिक राजीनामा दिनुहोस् तपाईँले। कसरी राजीनामा दिनु भने अब के काम गर्न सकेन भने भन्नु पर्यो नि त भने। यत्रो जनताको असन्तुष्टि छ, तपाईँले भनिराख्नु भएको छ कि मैले के काम गर्नु, बाइपास गरिराख्नु भएको छ। मुद्दा कतातिर होइन अब यो सुन्नु न, यो हिमाली कर्णालीको क्षेत्र यो फ्लाइट पीडा हेरिराख्नु भएको छ तपाईँले, त्यहाँको पीडा थाहा छ तपाईँलाई? अब रिचाले बोला त्यो फ्लाइटको उसमा चाहिँ त्यहाँको पीडा थाहा छ तपाईँहरूलाई? त्यो अब भन्नु सम्बन्धित डिपार्टमेन्टले यसमा काम गरिरहेछ के? कुरा मात्रै भयो क्या, डेमोक्रेसी भन्ने तपाईँको किताबमा मात्रै भयो क्या। तपाईँले मलाई चाहिँ सुन्नु न, यो जुन प्रवृत्ति छ त्यो विरुद्ध हो क्या? प्रवृत्ति विरुद्ध हो क्या सर, तपाईँको विरुद्ध होइन। तपाईँ के अरे प्रदीप अधिकारी कस्तो व्यक्ति हो कता हो भन्नेतिर गएन हामी, यो प्रवृत्तिको विरुद्धको लडाइँ हो। तपाईँले साथ दिनुहोस् हामीलाई। साथ नदिनु त मैले हरेक तपाईँलाई साथ दिन्छु भनेको छु त। अब यहाँ त कस्तो भइरहेछ भने जसले गर्न खोजिरहेछ नि त्यसैलाई कमजोर गर्नु खोजिरहेछ साथीहरू। जनतालाई भन्नुहोस् एकदम क्लियर भन्नुहोस्। जसले कमजोर जसले काम जसले रेगुलेट गर्न खोजिरहेछ हिजो तपाईँको, अनि त्यसैलाई चाहिँ कमजोर गर्न खोजिरहेछन् क्या मान्छेहरूले। हजुरहरूलाई पर्सनली चिन्दैन, बुझ्नुभयो? त्यति हुटुटी हुराउँदै पनि पोखरा विमानस्थलमा, भैरवा विमानस्थलमा, पोखरा र भैरवामा करिब 1500 करोड बराबरको चाहिँ घोटाला भएको चाहिँ कति संसदको त्यसको जवाब त अघि मैले धेरै दिइसकेको त्यो मैले यसमा एक लाइनमा म जवाफ दिन्छु कि मैले यो सबै कुरा अहिले साथीहरूलाई भनिसकेँ होइन। मैले तपाईँलाई मात्रै भन्न खोजेँ के भन्छु भने चाहिँ त्यो बेसलेस प्रतिवेदन हो, त्यसमा कुनै प्रमाण छैन। मैले उनीहरूलाई चुनौती पनि दिएँ, उनीहरूले मलाई बोलाऊ मलाई भन्न सकेनन्। मैले त्यो उहाँ दर्ता गराइदिएको छु। अब मैले यहाँ हाम्रो सहमति के भएको छ भने मैले त्यो सार्वजनिकरण गर्ने म गरिदिन्छु होइन, त्यो म सार्वजनिक गरिदिन्छु। त्यो सिभिल एभिएसन टोटल कर्मचारी कति हुन्छ यसमा? 1122 होइन। सुन्नुहोस् न, त्यो त छानबिन गर्ने त्यो संसदीय समितिको विषय भनेको त्यसले जुन मान्छे त्यसको अधिकार क्षेत्र पनि त्यो होइन कि। यसमा तपाईँको यो 1122 मा राजनीतिक नियुक्ति लोकसेवाले मात्रै हाम्रोमा त्यो कर्मचारीको त कुनै छैन कि, त्यो समस्या छैन होइन। ओभर स्टेपिङ अब हाम्रो त ओभर स्टाफ पुगेको छैन अझ।